सबैजनालाई राम राम नमस्ते। बिहानीको शुभ प्रभातसँगै तपाईँको दिन पनि एकदमै शुभ रहोस्, शुभ दिन रहोस् हैन। र जहिले पनि सूर्यभन्दा अगाडि उठ्नु, सूर्यलाई गुरु भनेर धेरै फरक पर्छ जिन्दगीमा। आज एउटा कुरा के गर्दैछु भने मान्छे मन्दिरबाट प्रसाद ल्याउँदाखेरि सबलाई दिन्छ, बाँडी बाँडी खान्छ हैन। त्यस्तै मन्दिरको पैसा चाहिँ किन बाँड्दैन? बाँड्न त बाँडिन्छ, तर सामाजिक काममा बाँडिन्छ मन्दिरको पैसा। अलिक ठुलो ठुलो रकम गरेर, सानो सानो होइन। त धेरैले भन्छ कि मन्दिरको पैसा किन बाँड्दैन भनेर। बाँड्छ, धेरै बाँड्छ, धेरै ठाउँमा बाँड्छ, लाखौँको बाँड्छ अलिक ठुल्ठुलो काममा। अनि तपाईँलाई एउटा कुरा भन्छु, हाम्रो गाउँघरमा या सहरमा जसको घरमा पनि अम्बा धेरै भेराइटीका हुन्छन् र हामीलाई अम्बा खान मन लाग्दैन र हामी सोच्छौँ अम्बै हो, त्यस्तो केही छैन होइन भिटामिन। तर हामी बजारमा जान्छौँ, सेब या घरमै बसेर नि सेब भन्दाखेरि, एप्पल भन्दाखेरि ओहो त्यो त सेब हो, एप्पल हो होइन। मान्छेको सोच अर्कै के, त्यसमा भिटामिन हुन्छ भन्ने हुन्छ। त्यो होइन। जति तपाईँको एप्पलमा भिटामिन छ नि, त्यसको 2 गुणा हाम्रो अम्बामा छ, यानि कि अमृतमा तपाईँको यति भिटामिन छ नि, एप्पलभन्दा 2 गुणा बढी भिटामिन छ। त्यही कारणले अम्बा खानु होला। अम्बा धेरै हेल्थको लागि, स्वास्थ्यको लागि धेरै राम्रो हो। यसको बारेमा तपाईँ बुझ्नुहोस्, विश्वास लागेन भने। तर अम्बा धेरै राम्रो हो। अब अम्बाको पत्ता आयुर्वेदमा आउँछ, स्वास्थ्यको लागि आउँछ। फलै पनि एकदम भिटामिन हो, त्यो पनि धेरै स्वास्थ्य, त्यसमा शरीरमा एनर्जी आउँछ त्यो खाँदाखेरि। धेरै ठाउँमा काम गर्छ, एउटा मात्र होइन है। जस्तै तपाईँको कहिलेकाहीँ पेट गिलो हुन्छ, पेट काट्छ नि त, यानि कि झाडा पखाला लाग्छ भने अम्बाको त्यो टुसा हुन्छ नि, कलिलो कलिलो पत्ताहरू आएको टुसा, त्यो 5-6वटा लिनुहोस्, मुखमा चबाउनुहोस्, हल्का पानी पिउनुहोस्, त्यो पनि काम गर्छ। ल बाँकी कुरा फेरि मिल्दै गर्ला। राधे राधे।